के तपाईहरुले आईपीओ एफपीओ भर्नुहुन्छ? आईपीओ एफपीओ मा भर्खरै भर्न सुरु गर्दै हुनुहुन्छ? यदि आईपीओ एफपीओ मा भर्खरै लगानी गर्न सिक्दै हुनुहुन्छ भने आजको भिडियो तपाईहरुको लागि स्पेशल हुनेवाला छ। दर्शकबिन नमस्कार। सदाझै यस्तै लगानी सम्बन्धी ज्ञानवर्धक भिडियो सामग्री लिएर उपस्थित भइसकेको छु। आशा गर्छु यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र यस च्यानल मार्फत मैले तपाईहरुलाई सर्वसाधारणका लागि निष्कासन हुने आईपीओ एफपीओ म्युचुअल फन्ड डिबेन्चर सम्बन्धी र लगानी सम्बन्धी विभिन्न भिडियो अपलोड गरिरहेको हुन्छु। यदि तपाईहरु पनि आईपीओ एफपीओ सम्बन्धी जानकारी पाउन चाहनुहुन्छ र आफ्नो लगानी सम्बन्धी आफ्नो ज्ञान बढाउन चाहनुहुन्छ भने मेरो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। आज म तपाईलाई आईपीओ एफपीओ डिबेन्चर र म्युचुअल फन्डहरुको आवेदन दिए पश्चात त्यस आईपीओ एफपीओ डिबेन्चर र म्युचुअल फन्ड बाँडफाँड पश्चात आफूलाई त्यो पर्यो कि परेन भनेर चेक गर्ने तरिका अर्थात् आईपीओ एफपीओ डिबेन्चर र म्युचुअल फन्डको रिजल्ट हेर्ने तरिकाको बारेमा भिडियो सामग्री म तपाईहरुलाई मोबाइलबाट सजिलैसँग आईपीओ र एफपीओ को रिजल्ट हेर्न सकिन्छ। म तपाईहरुलाई त्यसको बारेमा बताउने छु। तपाईले आफ्नो ध्यानलाई दाहिने बायाँ हुन नदिकिन यस भिडियोलाई राम्रोसँग हेर्नु होला। त्यसको लागि म गुगल क्रोममा जान्छु। आज म तपाईहरुलाई दुईटा नमुना देखाउँछु, एउटा परेको र एउटा नपरेको कस्तो हुन्छ म तपाईहरुलाई देखाउँछु। अब त्यसको लागि तपाईले यहाँनिर आईपीओ रिजल्ट भनेर तपाईले टाइपिङ गर्नु होला। आईपीओ रिजल्ट टाइपिङ गरिसकेपछि तपाईले माथि सीडीएस एन्ड क्लियरिङ लिमिटेड भनेर तपाईले आउँछ, त्यसमा तपाईले क्लिक गर्नुस्। यति क्लिक गरिसकेपछि यस्तो किसिमको फिचर तपाईले देख्न सक्नुहुन्छ। हेर्नुस् त अहिले त्यहाँनिर विन नेपाल लघु वित्तीय वित्तीय संस्था लिमिटेड भनेर तपाईले लेखेको देख्नुहुन्छ होला है। यो चाहिँ भर्खरै आज यस शेयरको बाँडफाँड भएको छ। यो बिहान करिब 8 बजेतिर बाँडफाँड भएको छ र अहिले मैले यो भिडियो 12 बजेतिर बनाउँदै छु। बिहानै यो जब बाँडफाँड हुन्छ, बाँडफाँड हुने बित्तिकै हामी यो भित्र आएर 9 बजेतिर 8 बजेतिर आएर यस कम्पनी यहाँ आईपीओ रिजल्ट हेर्यो भने यो कम्पनी देखिदैन। यो अलिकति टाइम लाग्छ। त्यसको लागि तपाईहरु बिहान 8 बजेतिर बाँडफाँड भएको छ भने 10 बजेतिर 11 बजेतिर आउनु होला। त्यसपछि तपाईले बाँडफाँड भएको कम्पनीको नाम देख्नुहुन्छ र विन नेपाल लघु वित्त भनेर यहाँ लेखेको छ। म यसको एफपीओ रिजल्ट हेर्न गइरहेको छु। त्यसको लागि मैले यहाँनिर आफ्नो डिमेट एकाउन्ट राख्छु। डिमेट एकाउन्ट राखिसकेपछि यहाँनिर तल क्याप्चा तपाईले हाल्नु पर्ने हुन्छ। त्यसको लागि यहाँ साइडमा क्याप्चा देखाएको छ। क्याप्चा देखाइसके तपाईले टाइपिङ गरिसकेपछि भ्यू रिजल्टमा तपाईले दाब्नु होला। दाबिसकेपछि यहाँनिर तपाईको रिजल्ट देखाउँछ। ल हेर्नुस् त मेरो त सरी नट एलाउटेड भनेर देखायो। तपाईको के देखाइरहेको छ? यो चाहिँ यो एफपीओ मा मेरो एफपीओ परेन भनेर यसले मलाई संकेत गर्यो। मैले भर्न त भरेको थिएँ तर परेन मेरो। अब यदि तपाईको परेको छ भने यहाँ कंग्रेचुलेसन भनेर आउँछ। म त्यो पनि तपाईलाई देखाउँछु है त। मैले चाहिँ यो भन्दा अगाडि क्रिस्ट कम्पनीको यो आईपीओ खुलेको थियो, त्योमा भरेको थिएँ। अनि हेर्नुस् त त्यसको लागि मैले माथि क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छाने, तल डिमेट एकाउन्ट राखेँ अनि त्यसपछि यहाँ साइडमा भएको क्याप्चालाई मैले यहाँनिर सारेँ। यति सारिसकेपछि भ्यू रिजल्टमा हेरेँ। भ्यू रिजल्ट हेरिसकेपछि यहाँनिर हेर्नुस् त कंग्रेचुलेसन एलाउटेड भनेर देखाएको छ। हो यसरी यदि हाम्रो आईपीओ पर्यो भने यसरी कंग्रेचुलेसन एलाउटेड भनेर आउँछ। यदि परेन भने नट एलाउटेड भनेर आउँछ है त। हस् त साथीहरु, आजको भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो? कुनै राय सल्लाह सुझाव छ भने तल कमेन्ट बक्समा पक्कै दिनुहुनेछ म विश्वास गर्छु। र एउटा लाइक र सब्स्क्राइब पनि गरिदिनु होला, ताकि तपाईको एउटा लाइक र सब्स्क्राइबले मलाई यस्तै किसिमका भिडियोहरु निर्माण गर्नको लागि थप मोटिभेट गर्नेछ भन्दै बिदा हुन चाहन्छु। थ्यांक यू सो मच।